मेरो कपाल पनि गुन्द्रियो भाइ नसोचिदिनु होला गाइज के छ माहौल ससुराली बनाउनु पर्ला जस्तो यो ठाउँ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज पनि फेरि नयाँ भिडियोको साथमा आइसकेको छु आज धेरै लङ टाइम पछि चाहिँ आजको भिडियो चाहिँ सुरुवात गर्दैछु आजको भिडियो हामी यो काठमाडौँभन्दा अलिकति केही किलोमिटर पर पुगेर हामी कुनै एउटा प्रोजेक्टको सिलसिलामा छम्पी लुकुन्टोल भन्ने ठाउँमा चाहिँ जाँदैछौँ हामी नयाँ प्रोजेक्टको लागि त्यही सिनहरू चाहिँ हामी देखाउनेछौँ हाम्रो साथीहरू हुनुहुन्छ अगाडि 4 जना अनि म चाहिँ अगाडि पछाडि गरुमबोखारी त्यही माथि घाममा टन्टलापुर त्यही माथि धुलो चाहिँ पुरै नै माहौलै भिन्दै आइरहेको छ गाउँतिरको अलिकति भाइब पनि देखाइरहेछ हाम्रो साथीहरू हुनुहुन्छ अगाडि 4 जना म चाहिँ एक्लै पछाडि बोल्दैछु सल्लाहघारीको शीतल ताप्दै अगाडि बढ्दैछौँ ल है त गाइस हाम्रो भिडियोलाई चाहिँ कन्टिन्यू हेरिदिनुहुन्छ भन्ने चाहिँ पूर्ण विश्वासको साथ यो भिडियो चाहिँ हजुरहरूको सामु पस्काउँदैछु ल साथी हो हामी चाहिँ जानुपर्ने चाहिँ त्यो पारीको डाँडा हो घर हो है त्यो गाउँ हो अलिकति मेरो वाइड एङ्गलबाट चाहिँ अलिकति जुम गर्न नमिल्ने भएको कारणले हामी चाहिँ अहिले लुकुन्डोलको यो डाँडामा छौँ हाम्रो टिम चाहिँ अगाडि बढ्दै हुनुहुन्छ मलाई चाहिँ कस्तो लाग्यो भने यो हामी खोटाङ जिल्लामा बसेकोले म चाहिँ खोटाङ जिल्लाको चाहिँ अलिकति बाए जस्तो लाग्यो त्यही भएर होला धुलो उडाउँदै दुश्मन छ मेरो धेरै ल हल्का धुलो पनि खाइरहेको छौँ 11 भएछ गुराँस पनि फुलेछ है गुराँसै फुल्यो बनैमा टिपेर त्यति बाँकी रहेको ल म त लडिहालेँ यार हाम्रो नयाँ प्रोजेक्टलाई सक्सेस बनाउनको लागि चाहिँ हामी एकदमै आज फर्स्ट डे ल है त साथी हामी चाहिँ लुकुन्टोल झर्न खोज्दैछौँ यो बाटो यो पहिरो यो पारीको डाँडाकाँडा हेर्दा ठ्याक्कै मेरो जन्म गाउँको नै याद दिलायो लुकुन्टोलले यस्तो बवाल ठाउँ मोडै फ्रेस बनाइदियो नि त गाउँ नै पुगे जत्तिको बनाइदियो अगाडि खिरौ पछाडि पयौँ साइडमा चिलाउने बिचमा चराचुरुङ्गीको चिरबिर अनि यतापट्टि आमाले गरिदिनुहुन्छ गोठाला बाख्रा गोठाला ल साथी हो हामी चाहिँ त्यो माथिको डाँडा काटेर यो मुनिको खोल्चा खाँद हुँदै यो बाटो हुँदै चाहिँ अब हामी लुकुन्टोल पुग्न आँट्यौँ अब छेउछाउ नै आइपुग्यौँ भन्दा नि भयो होइन तर जो यो ठाउँ चाहिँ एकदम बवाल छ हाम्रो जुन हामी प्रोजेक्टको लागि आएको थियौँ त्यो ठाउँ चाहिँ एकदमै साथीहरूले छानेरै बनाएको छ है हजुरहरूको गाउँ आमा तपाईँहरूको गाउँ हजुर ए अब फेरि जौली बाख्रा खाने हो ए ला तर्स्यो त सबै ल है यो ठाउँ चाहिँ मलाई बब्बाल भन्दा बब्बाल लाग्यो यतै ससुराली बनाउनु पर्ला जस्तो पछि आशिष भाइ के छ माहौल ससुराली बनाउनु पर्ला जस्तो यो ठाउँ ससुराली बनाउनु पर्ला जस्तो ठाउँ छ होला स्कुल गएको होला कि दिउँसो
ला अनि जाउ खायो त सबै यो जाउ कि गहुँ हो जाउ जस्तो लाग्यो है बोके बोके कम्ता गनायो त बोका जोइ घाँस रहेछ त यो त जोइ घाँस यो जौ कि गहुँ हो अङ्कल यो जौ हो यो ए मजाको साग हो यो त जोइ घाँस हो यो यो चाहिँ साग हो यो चाहिँ यो चाहिँ अलिकति यो ठुलो भएपछि खाने साग हो बिरुवा फुल्दै रहेछ सागको राजाको रैती मात्रै आयो ल अब हामी चाहिँ बल्ल लुकुन्डोल टेक्यो है त साथी हो लुकुन्डोल बेसी गर्नु मान्छे म यता छु कसरी भाइ फेरि भनिदियो एक सर्ट अलिक बोका भन्दा अलिक बेसी बनाउने मान्छे परे म कसै गहुँ पाक्दै कसै जौ पाक्दै ओइ यो मकैको कुन्यु लाउँदो रहेछ नि यता नि लुकुन्टोलको बस्तीहरू चाहिँ यस्तो छन् पुरानै घरमा चाहिँ रसन ग्वाली साइडमा बर्खे रातभरि गीत गाउनु गयो क्या कुकुर चाहिँ स्वर सुकेर हैरान बस दोकान कता छ दोकान त म थियो भन्दा हो कि नदेखेर छैन त मान्छे नि के हो थियो चाहिँ यो कहाँ बनिन्छ नम्बर हेले खानु चाहिदैन मार तल्लो भाइ कहाँ छ अमर बन्द छ त्यो बाघ मारेको यही भएपछि कसरी थाहा भयो तिमीलाई बाघै हो भनेर न बाघको बुढी नि हुनसक्छ बाघको डम्बर हुनसक्छ भैँसीमा अलिकति अकल हुन्छ क्या बाघको बुढीलाई माऱ्यो भने बाघ आउँछ भनेर पहिल्यै बाघलाई मार्छ बुढीलाई त मतलबै हुँदैन बुढीलाई नै माऱ्यो भने छोरा बुढीलाई त मतलबै हुँदैन नि भनेको होला बाटो रोडतिरै पुऱ्याउनु पयौँ यता होला यता उकालो होला पाहाडेको कटेज जस्तो छ यतै होला कि पाहाडेको कटेज कति भत्काएछ हामी चाहिँ यो ठाउँमा आएर पसल खोज्दैछौँ भोकले लगभग सेल्टिने होइन नि यता त होइन रहेछ नि बाटो यता उतै होला क्या लट्ठी सट्ठी सबै खोज्दैछ नि त भाइले कसलाई हान्न आँट्यो अनि त्यसले त हान त ठहरै भइहाल्छ नि मान्छे त अलिकति मात्रै बाँकी मैले गरेर राखिसकेँ नोट बनाएर ल है नोट त हान्नुपर्छ ए साथी हान्नुपर्छ यो चाहिँ घाँस यो हुन्छ क्या यो 1 वर्ष घाँस हो क्या यो यही घाँस खाएर त्यो भैँसीले मार्न सजिलो भयो बाघलाई जोइ घाँसमा त्यति पावर हुने रहेछ कोते क्लोभर यो चाहिँ घाँस चाहिँ टन्न उम्रेको रहेछ यार राम्रो है त
म चाहिँ फोटो धेरै ननिकाले फेरि धेरै पछिको यात्रापछि हामी अलिकति म चाहिँ खाजा नास्तापट्टि सेक्रेट हो सिगरेट हो बिबिलमा फेस आफ्टर 2 मिलियन सब्स्क्राइबर हो बिबिलमा फेस आफ्टर ल साथी हो हामी चाहिँ जुन प्रोजेक्टको लागि आएका थियौँ त्यसको चाहिँ हामी गाउँको सिनहरू चाहिँ हेर्दैछौँ आज बस्ने हाम्रो घर चाहिँ यहाँ भनेको छ है अब के कसो हुन्छ यहाँको अङ्कलहरू चाहिँ माथि काठमाडौँ निस्किनु भएको छ अरे आएपछि हाम्रो सिन हुन्छ त्यसपछि चाहिँ हामी ल हाम्रो भाइ हिरोइनलाई बोलाउँदा मस्त छन् ल हामी चाहिँ गाउँ डुल्ने क्रममा यो चिज पनि भेट्टायो एकचोटि हानेर देखाइदियो त भाइ हान्ने भन्दा नि यो चियापत्ता थियो यो चिज पनि भेट्टायो यो चिज चाहिँ निकै गतिलो छ हाम्रो हँसिलो खुसिलो हाम्रो अङ्कल श्री हाम्रो नेपालको झन्डा हाम्रो आशिष भाइ हेलो साथीहरू अझ चाहिँ हामी चाहिँ बास बस्ने टुङ्गोको चाहिँ लागिसकेको छ जुन हामी प्रोजेक्टको लागि आएको थियो यहाँ हाम्रो यता खाना पाक्दैछ है यस्तै छ खाना अनि यता यो चाहिँ हाम्रो दिदीहरू चाहिँ अलिक पहिले नि यहाँ बस्नुहुन्थ्यो अरे त्यसपछि पछि छम्पी भन्ने ठाउँमा चाहिँ उहाँहरू चाहिँ जानुभएको छ अनि यहाँ चाहिँ यो घर चाहिँ खाली र चाहिँ हामी चाहिँ पुरै घरको हामी चाहिँ पुरै हामीलाई चाहिँ अब कति दिन यहाँ हाम्रो उयो हुन्छ है प्रोजेक्टको काम हुन्छ त्यही अनुसार चाहिँ हामी यहाँ बसेर चाहिँ रमाइलो गर्दै हाम्रो प्रोजेक्टलाई पनि सक्सेस पार्दै अगाडि बढ्नेछौँ भन्दै आजको तपाईँहरूलाई हामी बसेको दिदीको घर चाहिँ कस्तो छ त तपाईँहरूलाई पुरा देखाउने छु है त ल अब बाहिरतिर जाउँ यो पालि चाहिँ तपाईँ बत्ती छ यो त साइड हाम्रो दिदीको होला केही कुराहरू अनि यो साइडमा चाहिँ हाम्रो बाथरुम रहेको छ अनि यता अगाडि चाहिँ हाम्रो 3 कोठा छ यो किचन कोठा यो भनेको पूजा कोठा रहेछ हाम्रो दिदीको अनि है यो भनेको लिभिङ रुम यताउता बस्ने है पुरै फुल टु फुल छ अनि हाम्रो सेक्सी भाइ के गर्छ सेक्सी भाइ आमा मार्यो मलाई के गर्ने होला के गर्ने होला नि साथीभाइ हो यो ज्यान यो ज्यान होइन सेठी भाले सेठी भाले भुटेर पकाएर एकैचोटि खाइहाले है ल यस्तै छ आजको हाम्रो सुताइ चाहिँ अब यो बेडमा चाहिँ नहुन सक्छ यो यता पनि नहुन सक्छ होइन यता पनि नहुन सक्छ हाम्रो बेड चाहिँ यता छ गाइज है गाइज अनि हाम्रो चाहिँ यता चाहिँ भात पाकिरहनु भएको छ अनि यो चाहिँ हाम्रो दिदीको चाहिँ है यो पूजा कोठाहरू रहेछ त्यही हो अब हामी अलिकति खतरा खतरुक बदमास त छौँ नै छौँ तर त्यस्तो साह्रो बदमास पनि नसोचिदिनु होला गाइज है तपाईँहरूलाई अब एकछिन हामी आजको हामी चाहिँ केमा छाक टार्दैछौँ भन्ने चाहिँ तपाईँहरूले एकछिनमा सुटुक्क भन्नेछु त्यो चाहिँ एकछिनमा हाम्रो स्टार्ट भएपछि नै भन्छ है त हस् ल है आजको हाम्रो स्पेसल चाहिँ हाम्रो भाइले पस्काउँदैछ नि त ल है साथीहरू आजको हाम्रो स्पेसल चाहिँ गुन्द्रुककै सुकुटी गुन्द्रुककै झोल गुन्द्रुककै शीतल हाम्रो टाउको पनि मेरो कपाल पनि गुन्द्रुक भाइको कपाल पनि गुन्द्रुकै छ